भयो। हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। आज मिति 2082 साल वैशाख महिनाको 17 गते बुधबार हाम्रो यात्रा काठमाडौँसम्मको रहनेछ। हामी बुढाबुढी आज हामी काठमाडौँ जाँदैछौँ। किन जाँदैछौँ भन्दाखेरि मेरो छोरी युकेबाट छुट्टी आउँदैछ 1 महिनाको लागि। नानीको लागि रिसिभ गर्नको लागि हामी काठमाडौँ जानुपर्ने भएको हुनाले आज हामी काठमाडौँको यात्रा तय गर्नेछौँ र बिचमा हामी जेठानको घर बसेर पनि एकछिन आराम गरेर जेठान र गुमा म र बुढी भएर काठमाडौँ एयरपोर्ट एराइभल रिपोर्टमा जानेछौँ। थ्याङ्क यू। मेरो नानीको छुट्टी सफल रहोस्। धन्यवाद। दास ढुङ्गा कोर्थ्यो हामी अब मर्निङ टाइममा। अहिले हामी त्यस्तै एक सवा घन्टामा कफेबाट दास ढुङ्गा आइपुग्यो। गाइजहरू अब हामी प्लस पुगिन आउनुभयो।
छोडेको यहाँ माथि हो पुरा भ्याएको यहाँ माथि हो कि पाहाडको गोदर चढेर क्या लेफ्टबाट हामी पोखरा जान्छौँ राइटबाट हामी काठमाडौँतिर लाग्छौँ ल हामी अब लाग्यो काठमाडौँतिर यहाँ गर्ने पनि काठमाडौँ जाने सिलसिलामा नबिसेको उकालो चढ्दै अहिले त एकदम धेरै राम्रो बाटो बनाइसकेको रहेछ त माथि तल त अलिक पुरानै छ नबिसे ठ्याक्कै हामीले खाना खाने होटलदेखि माथि एकदम A1 4 लेन बाटो बनाएको रहेछ फाइनली हामी यो नबिसे उकालो कटेपछि बाटोको उन्नति एकदमै राम्रो भयो सायद अब 2-4 वर्षमा हामी मुगलिनसम्म यस्तै राम्रो बाटो भइदियो हुन्थ्यो काठमाडौँ आउने सिलसिलामा हामी उकालो चढ्दैछौँ अब नागढुङ्गाको उकालो बाटो आउँछ यता त लास्टै खराब थियो सुरुङ मार्ग आउँदैछ अब पहिला हामी 5-6 महिना पहिला आउँदै यति थर्ड क्लास थियो बाटो अहिले त A1 बनाएको छ नभए यहाँ पुरै ढलाइरहेछ यस्तोमा यहाँ एकदम जाम हुन्थ्यो अहिले त रिल्याक्स तरिकाले चलाउन पाइएको छ खाली बाटोमा पुरा रोड छ यार अब जस्ट अब सुरुङमा आउनेवाला छ आई होप छिटोभन्दा छिटो हाम्रो नेपाल सरकारले बाटो यस्तै बनाइदियो हुन्थ्यो अरूभन्दा टुरिस्टहरूको अगाडि बेइज्जत हुन लाग्यो पनि तर यहाँ यति जाम हुन्थ्यो पुरा रोड ट्रकको पछि हिँड्दा पुरा 1-2 गियरमा हिँड्नु पर्दैन 4 गियरमा हिँड्नु पाइएछ बाटोहरू अनि ग्रिनरी पनि एकदम राम्रो भएको छ अस्तिको पानी परेर यस्तो राम्रो ग्रिनरी भएको छ यहाँ रोड त पुरा खाली यो काठमाडौँ जाने बाटोको जस्तो पनि लागेन अहिले नत्र यहाँ त हजारौँ ट्रक हजारौँ बसहरू खडा हुन्छ पछि एक गियर हिँड्दा हैरान त्यही हाम्रो नढुङ्गाको सुरुङमाको तल्लोवाला भागमा आइपुग्यो हामी अब लास्ट यो एउटा उकालो छ थानको अहिले यो नयाँ बाटो बनाएर यतापट्टि साइडमा जाने ठाउँ बनाएको छ अरे
डिले गराएर चाहिँ एकदम सही गराएर यता वान वे जाने अर्को वे आउने पहिला यो थिएन यस्तो गरायो भने त धेरै सहज हुन्छ हामी गाडी चलाउनुलाई अच्छा हामी पहिला यताबाट जान्थ्यौँ सिधै अहिले हामीलाई उता सुरुङ मागतिर पठाउनु रहेछ क्या कान्छाले त्यही हो गुरुङ कान्छाले हामी यताबाट जान्थ्यौँ नि त पहिला सिधै जस्ट नयाँ कन्स्ट्रक्सनहरू भइरहेको छ हामी अब सुरुङको मुख्यमा पुगिसकेको छौँ अच्छा यो टेस्टको लागि यो लाइटको रहेछ लाइटको पोल अब हामी ठ्याक्कै सुरुङकै मुख्यमा पुगिसक्यौँ दुईवटा ट्रकले हामीलाई अलिक डिस्टर्ब गर्यो रोडले अच्छा ए तल्लो बाटो खोल्ने छ अहिले तल्लो बाटो खोलेर चाहिँ क्या पुरा विथ पिच काफी राम्रो बनाएको रहेछ यहाँनिर यो के बनाएको यो पुरा चाइनिज दुबोहरू रोपेर मजाले राम्रो बनाएको रहेछ यो नयाँ कन्स्ट्रक्सन हो जापानिज गभर्मेन्टले बनाएको हो यो नागढुङ्गा सुरुङ मार्ग हामी सुरुङ मार्गभन्दा मुनिपट्टिबाट छिर्दैछौँ सुरुङ मार्ग गएर पुरा हामी त हजुर सुरुङ मार्गभन्दा भित्रबाट छिरेछ क्या अब नयाँ बाटो अजमाऊँ न हामी पनि यो माथिल्लोपट्टि सुरुङ हो अब हामी सुरुङ मार्फत पस्न पाइएन यो अर्को बाटो खोलेको कारणले न्यु रोडमा हिँड्दैछौँ यो ठ्याक्कै यो सुरुङ मार्ग वहाँ पुग्छ अहिले अगर भित्रबाट जाने हो अन्डरग्राउन्ड बनाएछ के अन्डरग्राउन्ड बनाएको छ कि माथिबाट जान्छ सुरुङ मार्ग यो अफिसहरू होला निकै घाँस सास रोपेर राम्रो बनाएको छ यो सुरुङ मार्ग आयो यो छिटोभन्दा छिटो खतम गरेर हामी पनि छिटोभन्दा छिटो हामी सुरुङ भित्रबाट छिरेर थानकोट बाइपास गरेर अगाडि जान पायो भने धेरै सर्ट हुन्छ बाटो थ्याङ्क्स अलट ठिक छ ल गाइज हामी फाइनली काठमाडौँ आइपुग्यो कलङ्की जस्ट क्रस भएर हामी यता ललितपुर साइडमा आएका छौँ यो ललितपुरको यो बाटो हो यो ठ्याक्कै रिङ रोड हो यो सिधै गयो भने एयरपोर्ट पुग्छ हामी चाहिँ 7 बाटोबाट दाहिने जाने हो दिनभरमा जे होस् सही सलामत आइपुग्यो अलमोस्ट 5 घन्टामा आइपुग्यो बाटोमा जाम कहीँ भएन यहाँ चाहिँ नि सिस्टमेटिक एकदमै राम्रो छ रोड उता गङ्गु साइडमा थर्ड क्लास छ बाटो उता उतिर जाने बाटोमा यो स्वयम्भूतिर बस पार्क जाने बाटो यता चाहिँ नि नम्बर 1 छ यसलाई भन्छ मलाई काठमाडौँ जस्तो यहाँबाट लेफ्ट गयो भने हामी सिधै रत्नबार पनि पुग्छ यहाँबाट हामी चाहिँ नि सिधै जाने हो यहाँ चाहिँ राम्रो छ राम्रो व्यवस्थापन छ राम्रो रोड छ आफ्नो लेन छ 2 वे आउन जानको लागि यहाँ चाहिँ नि ट्राफिक रुल बहुत कडा छ 40 एबभ कटाउन पाइँदैन अनि आफ्नो लाइनहरू पुरा याद गर्नुपर्छ जथाभावी चलायो भने नियम कडा छ यहाँ काठमाडौँ एरियामा तल चितवन नरपुर जस्तो होइन एकदम कडा छ यहाँको ट्राफिक राम्रो व्यवस्थापन छ यो एकान्त पुग्न हो यो तल ड्राइभिङ सेन्टर हो यो तल ड्राइभिङ सेन्टर हो यो ट्राफिक यो यातायात कार्यालय नेपालको सबभन्दा ठुलो यातायात कार्यालय यहीँ हुन्छ लाइसेन्स सब यहीँ हुन्छ यहीँ एकान्त पुग्नको उकालो हो रिङ रोड हो यो
हुँदैन यो खास गरी यो वसन्त ऋतुमा मात्र फुल्छ यो। अब हाम्रो वसन्त ऋतु सुरु भइसकेको हुनाले अति नै राम्रो ठाउँ छ यो फुल छ। यो लस्करै छ वैसम्म। अब जस्ट 2 मिनटमा हामी साड्डो बाटो पुग्छौँ। हामी कहिलेकाहीँ मर्निङ वाक पनि हिँड्छ यहाँ यो बाटो ससुरालीमा ससुराली आउँछ ससुरालीको आउँदा। एकदम राम्रो यो अहिले अरू बेला फुल्दैन यो निलोवाला फुल यही बसन्त पञ्चमी बसन्तको बेलामा मात्रै फुल्छ यो वैशाख जेठमा मात्रै। यहाँ पनि ओभर हेड ब्रिज गर्नु लागेको रहेछ कन्स्ट्रक्सन चल्दो रहेछ। लेफ्ट गयो भने लगनखेल पुग्छ, राइट गयो भने भैँसी पार्टीको चोकमा पुग्छ। क्या दामी फुल छ दामी। बाँकी भएको पैसाको ब्याज लाग्छ भन्नु भयो नि हुन्छ अब त नि त्यत्रो बेर भयो। पुगिसक्यो के म्याथ गरिसक्यो नै लाग्दैन नि त्यो त उनीहरूले उ गरिदिएको नि कागज छ जग्गा किनेको नि तिनीहरू त किनेको हो नि। हजुर फर्काउने वाला पैसा थोरै हो त्यो ब्याज लाग्ने। माग्दैन कहाँ माग्नै मिल्दैन नि त्यो त। कागज बनाएर त्यहाँ कागजै छ त बैना कागज यतिसम्ममा ऊ पास लिने भयो। मैले चाहिँ 20देखि 25 भित्र भनेपछि अब 20 शनिबार पऱ्यो होइन। आज बुधबार 17 बिहिबार 18 ए शुक्रबार 19 शनिबार 20 आइतबार 21। हामीले गाइज नानीको वेटमा छौँ यो वेटिङ हलमा काठमाडौँ इन्टरनेसनल एयरपोर्टमा हामी कफी लिएर बसेका छौँ। जस्ट हेरौँ कति बजीको ल्यान्ड हुन्छ मेरो नानीको। हिमालयन जग्गा कफीमा हामी कफी लिएर बसेका छौँ। बुके नि पाउँछ। हेलो गाइज हामी हाम्रो नानीको वेटमा छौँ। हामी ठ्याक्क त्रिभुवन इन्टरनेसनल एयरपोर्टको एराइभल शाखामा छौँ। सायद अरू हाम्रो नानी ल्यान्डेड भइसकेको छ, बाहिर निस्किन बाँकी छ। हामी यहाँ फुल्ली वेटमा छ मेरो नानीको। गाइज यो चाहिँ नि एराइभल ब्रान्च हो। यहाँ सबै किसिमको एटिएमहरू छ, नोबेल ब्याङ्कको छ, एसबिआई ग्रामीण ब्याङ्कको छ, कुमारी ब्याङ्कको छ, एभरेस्ट ब्याङ्कको छ। गाइज अब हामी फाइनली नानीको लास्ट वेटमा बसिरहेका छौँ। सबैजनाले आफ्नो मान्छेको लागि बोकेर खादामा लिएर वेलकम गर्न बस्नुभएको छ। लिफ्टबाट आउने मान्छेहरू यताबाट आउनुहुन्छ भने जो हिँडेर आउनुहुन्छ यताबाट माथिबाट आउनुहुन्छ। मेरो नानी सायद हिँडेर नै आउनुसक्छ। यहाँ भित्र पसेर वेटिङ गर्नको लागि
100 रुपियाँ चार्ज लाग्छ आजकल। सबैले आफ्नो आफ्नो लगेजहरू लिएर हुन्छ। मेरो नानीले लास्टै वेट गरायो त आज हामी 2 घन्टा जस्तो त यो वेटिङ हुनु बस्यो। यहाँ सबैजना वेटिङमा हुनुहुन्छ। यहाँ मम्मीहरू वेटिङमा छ, वेटिङमा हुन्छ। यताबाट नै झार्छ झर्नेपाटी आउनेवालाहरू। म पनि यता बसिरहेको छु। यहाँ लिफ्टबाट आउनेहरू 1 2 3 4 5 वटा लिफ्ट छ। 5 वटा लिफ्टबाट झर्छ। ठ्याक्कै सामने हिमालयन जाभा कफी छ। वेटिङमा सबैजना वेटिङको पर्खाइमा छ आफ्नो आफ्नो मान्छेको। यसरी बुके लिएर बस्नु भएको छ सबैजनाले। बुके, खादा, माला मान्छेहरू यसरी लिफ्टबाट आएर यता बाहिर निस्किन्छ। फाइनली मेरो नानीहरू मेरो सबै नेपालमा आउनुभयो। एकदम एराइभल रिपोर्टमा हामी एउटा ठुलो गाडी भ्यान नानी छ, हाम्रो आफ्नै गाडी छ। फाइनली नानीहरू जेठुले लगेज क्यारी गर्दै हुनुहुन्छ। क्यारी गर्दै हुनुहुन्छ एराइभलमा। रविनासँग आएको नानीहरू, बाबुहरू, युकेबाट आएको नानी, युकेबाट आएको बाबु। एकदम खुसी लाग्यो। ल नानीलाई वेलकम छ। ब्लकको लागि यो स्ट्यान्ड हिजो भाँचियो कि उमा जाँदाखेरि, टुरमा जाँदाखेरि। अब अर्को मगाएको छु। Welcome home, welcome home. Welcome, welcome. Sorry. जम्दै यहाँ छ हाम्रो आज सिङ्गापुरबाट डिनर थियो। यसो पुरा विदेशी स्टुडेन्टहरू आएको छ। बाहिरको जाम बस्नु खाने भयो। खोइ त आए लेडिजहरू। यहाँ मजाको रहेछ रेस्टुरेन्ट। आज हामी डिनर खाएको थियो यो सिङ्गापुर बाबाकी एम फास्टफुड रेस्टुरेन्टमा। यहाँको रेस्टुरेन्ट छ। ल लेडिजहरू पनि आउनुभयो। ल लेडिजहरू हिँडेर जाने अरे।
हाम्रो गाडी यहाँ छ पार्किङमा। ल गुड नाइट अभियल, गुड नाइट। गर्नु त गर्थेँ, फेरि के भइहाल्यो भने फाइनली गाइज हामी तल ओह्रालो काठमाडौँबाट हामी ओह्रालो झर्दैछौँ नानीलाई लिएर। ल कति दिनको छुट्टी नानी? कति दिन बस्ने हो? 20 दिन 20 दिन बसेर फेरि हामी यही उकालो आउने फेरि आफ्नै स्वयंको गाडीमा। हो त्यहाँ माथि थानकोटको उकालो त्यहाँ हो। आउँदा त कति खुसी भइरहेको छ के अरे, जाने बेला फेरि त्यही दुःख नि हो। ल फाइनली मेरो नानी घर आयो। ल हामी अस्ति 17 गते वैशाखमा हामी नानीलाई लिन गएको थियो। त्यही दिन शामको 5 बजे ल्यान्डेड भयो त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा। त्यहाँबाट मामा घरमा गइयो, रमाइलो गइयो। फेरि शाममा अहिले फेरि केक काट्ने कार्यक्रम हुँदैछ। एकदम फुल्ली वार्म वेलकम छ मेरो नानीलाई हाम्रो घरमा। ल ल ल गुड। ओ ल ल रियान पनि खुसी भएको छ। यता बस्नु यता नानी नानी उता बस्नु उता। ल ल अब रियानलाई चासो हुने भयो नि त। अब यहाँ रियानलाई चासो। रियान हो नि त विदेशबाट आएको त। अब यहाँ त सुरु भइसक्यो। ल वेलकम टु होम। ल ल ल ल यो मच्यो क्या अब त यो मच्यो। ल फेन अफ गरौँ फेन। ल ल फाइनली कति 2.5 वर्षपछि मेरो नानी घर आएको छ। हामी सबै खुसी छौँ। मेरो नानीलाई हाम्रो घरमा वेलकम छ। फेरि पछि पनि यसरी नै वेलकम गर्न पाऊँ मेरो नानीलाई। ल गुड गुड गुड। ए के खाने बाबा कति चासो हो कति चासो। डराउँछ त्यो ल ल ल ल वेलकम टु होम मेरो रबिना थापा मेरो छोरी। ल वेलकम टु होम। ल वेलकम टु होम। ल ल ल लगे ल ल ल ल ल ल वेलकम टु होम वार्म वेलकम टु होम नानी। ल भाउजूले यहाँ केक तयारी गरिराखेको छ। सबैजना परिवार खुसी रहन् हाम्रो घरमा। गुड। रियान स्पेसली खुसी भएको छ आज त। गुड। ल गुड। ल ल गुड। ल ल ल भाउजूलाई म खिच्दैछु के। ल भाउजूलाई ल वेलकम छ नानी। ल भाउजूले पनि वेलकम गर्दै हुनुहुन्छ। तिमी छुइल हो नि वेलकम छ। ल जानु हजुरले जानु ए बाबु ल वेलकम होम ह्याप्पी फ्यामिली। एकजना छुट्यो दादा छिटो अब दादा फेरि गर्ने हो फोटो यस्तै। मेरो मनबाट
ल सबैजनाले फेरि वेलकम छ गरेछ ल ल ल ए खाजा ल ल ल फुपू पुसाइले कति माया गरेर खाजा लगाइदिनु भएको छ बिचरा उज्यालै छ त गुजरातमा ल्याउनु त ल्यायो भयो